हेलो साथीहरू, आज चाहिँ म कटहरको सब्जी बनाउन लागेको है। तपाईँहरूलाई चाहिँ कटहरको सब्जी मनपर्छ कि पर्दैन कमेन्टमा भन्नुहोला। मलाई चाहिँ ठिकै लाग्छ। अनि कटहर चाहिँ काट्न बेसारी झ्याउ लाग्छ कि किनकि त्यो कटहरको चोप लाग्छ नि त हातमा, त्यही भएर मलाई मन पर्दैन के कटहर काट्न। अनि फर्स्टमा त मैले तेल लगाएँ हातमा, बटुकोमा, अनि त्यसपछि गएर चक्कुमा पनि लगाएँ है। अनि चौकी राखेर चाहिँ म अब कटहर काट्न सुरु गरेँ है। यो कटहर काट्नलाई जे काट्नलाई पनि किन चौकी राख्छ जहिले नि भन्नुहोला है। मसँग त चकिङ बोर्ड छैन नि त, त्यही भएर चाहिँ म चौकी नै युज गर्छु। चकिङ बोर्ड भएको भए चाहिँ मैले चौकी युज गर्थेन नि त। चौकी के अरे चकिङ बोर्ड नभएर अनि त्यसपछि मैले चौकी युज गरेको। यो कटहर काट्न पनि कम्ती दुःख भयो। चक्कुले नभएर खुर्पा लगाउन पऱ्यो कि खुर्पा लगाएपछि 2 टुक्रा पारेर अनि त्यो छिल्न सजिलो भयो नि त। अनि काटेर रेडी गरेपछि अनि मैले बिउ छुट्याएको थिएँ कि किनकि त्यो बिउमा पातलो त्यो उस हुन्छ नि त, त्यसको कभर हुन्छ नि त बिउको। अनि त्यही भएर त्यो बिउ अनि त्यो काटेको हुन्छ नि त बिचबिचमा, अनि त्यो छेस्का कतिखेर गर्छ कि त्यो उसमा घाँटीमा बिजाउँछ भनेर नि त। अनि मैले सबै निकालेँ के बिउ मात्रै राखेँ, त्यसको चाहिँ खोस्टा सबै फालिदिएँ है। अनि त्यसपछि अनि मैले कराही बसालेर मैले तोरी फुराएर अनि प्याज पकाएर प्याजमा मैले हल्दी हालिदिएँ तेलमै है। तेलमै हालेपछि झन् सजिलो हुन्छ है, पछिबाट हाल्नै पर्दैन नि त। अनि त्यसपछि मैले नि कटहर हालेँ, कटहर हालेर चाहिँ मजाले एकछिन चलाएर अनि पाक्नको लागि छोपेर छोडिदिएँ। त्यसपछि म लसुन र खुर्सानी पिस्न गएँ है। लसुन र खुर्सानी पनि त हाल्न परिहाल्यो नि होइन मसलामा। अनि त्यसपछि अनि स्वादअनुसार नुन हाल्नु होला, मैले चाहिँ आफ्नो अड्कलले हालेँ है। अनि यति धेरै काटेको देखेको थिएँ अनि थोरै पकाएको भन्नुहोला नि फेरि। अनि मान्छे त म एकजना मात्रै छु, 4जनामा अनि 3जना बाहिर जानुभयो खानालाई, म चाहिँ एक्लै भएँ नि त, त्यही भएर म थोरै पकाएको। अनि थोरै मैले मिक्स मसला हालेँ, अनि त्यसपछि अनि जिराको धुलो हालेँ। जिराको धुलो चाहिँ भुटेर पिनेको थिएँ म, मिठो बास्ना आउँछ नि त, त्यही भएर म चाहिँ त्यसरी हालेको हो। अनि तपाईँहरू चाहिँ कसरी हाल्नुहुन्छ, कसरी पकाउनुहुन्छ है, त्यो चाहिँ कमेन्टमा आएर भन्नुहोला। म चाहिँ यसै गरी नै पकाउँछु है। अनि लसुन र खुर्सानी चाहिँ मैले हालिसकेर नि पकाइसकेको थिएँ नि त मसलासँगै, त्यही भएर देखाउन पाइनँ। त्यसपछि मैले टमाटर राखेर अनि टमाटर मजाले पाक्न दिएपछि अनि चम्चाको सहायताले त्यसलाई मजाले चलाएर अनि त्यसपछि एकछिन कटहरसँग पनि मोलमाल त पार्नै पऱ्यो होइन। राम्रोसँग चलाएर मैले चाहिँ थोरै पानी राखेको छु, किनकि त्यो थोरै पानी राखेर एकछिन पाक्नलाई छोडिदियो भने राम्रोसँग पाक्छ नि त। अनि फाइनल्ली हाम्रो कटहर चाहिँ पाकिसक्यो, कटहरको सब्जी है। फाइनल लुक चाहिँ यही नै हो साथीहरू। हेर्दा नि कति खाउँ खाउँ लाग्ने कि होइन। अनि पुरा भिडियो हेरिदिनु भएकोमा, अन्तिमसम्म हेरिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद है साथीहरू। अनि आज चाहिँ म यही नै बिदा माग्छु होला। अब फेरि भेटौँला नेक्स्ट भिडियोमा। साथ सपोर्ट चाहिँ अवश्य नै गरिदिनु होला साथीहरू है। आजलाई चाहिँ बाई।